तपाईँको अरू भाग चाहिँ ठिकै छ तर मेबी थाई अलिकति मोटो छ अथवा पेट अलिकति अरू भागभन्दा अलिकति मोटो छ अथवा कसैको आर्म्स हुनसक्छ अलिकति मोटो छ त्यस्तो भागलाई चाहिँ जेनरली स्टबर्न फ्याट भन्न सक्छौँ होइन। नर्मल्ली अब एक्सर्साइजहरू गर्दा पनि डाइटिङ गर्दा पनि नघटेको भागहरूलाई चाहिँ जेनरली त्यो भागमा चाहिँ स्टबर्न फ्याट हुन्छ अनि त्यसलाई घटाउनलाई चाहिँ जेनरली लाइपोसक्सन भनेको चाहिँ एकदमै राम्रो प्रोसिजर हुन्छ होइन। लाइपोसक्सन भनेको चाहिँ बेसिकली हामीले एउटा सानो पाइप जस्तो क्यानुला युज गर्छौँ होइन। त्यो चाहिँ सानो पाल बनाएर त्यहाँबाट पालबाट छिराएर त्यो भित्रको भएको बोसोहरूलाई चाहिँ पहिला फुलाएर त्यसपछि त्यसलाई चाहिँ सक्सन गरेर निकाल्छौँ। जेनरली यो चाहिँ हामीले जेनरल एनेस्थेसियामा गर्छौँ भनेको पुरै बेहोस बनाएर गर्छौँ। जेनरली यो डे केयर सर्जरी भनेको तपाईँ हस्पिटल बस्नु पर्दैन मोस्ट अफ द केसेसमा। हस्पिटलबाट डिस्चार्ज हुनुहुन्छ है। हामीले युज गर्ने भनेको चाहिँ पावर एसिस्टेड लाइपोसक्सन मेसिन भन्छ। यो चाहिँ एडभान्स खाले मेसिन हो। यो हामी चाहिँ नर्मली स्विजरल्यान्डको नोभाक भन्ने कम्पनीको मेसिन युज गर्छौँ होइन। जसले गर्दा रिजल्ट्सहरू बेटर हुन्छ होइन। त्यसपछि लाइपो फ्याटहरू छिटो निस्किन्छ अलिकति नर्मल अरू लाइपोसक्सन मेसिनभन्दा। अनि त्यसपछि अपरेसन पछि हुने ब्रुजिङहरूको सम्भावना कम भएर जान्छ है। त्यही भएर तपाईँलाई कुनै शरीरको भागबाट जस्तै थाइजहरू अथवा आफ्नो पेटबाट अथवा आर्म्सबाट अथवा यो पछाडिको भागबाट आफ्नो फ्याटहरू बढी भयो जस्तो लाग्छ त्यो जति गर्दा नि घटेन जस्तो लाग्छ भने चाहिँ त्यस्तो लागि लाइपोसक्सन गर्न सकिन्छ।